दूर उन पहाड़ियों में कुछ तो बसता है, वहीं मेरे सुकून का रास्ता है। जहां ना कोई तकरार है ना इनकार है, जहां सिर्फ प्यार ही प्यार है। सो वेलकम ब्याक टु माई अनदर भिडियो होइन। अनि यो भिडियो चाहिँ हाम्रो भलगाउने वाला छैन। अनि आजको भलगाउँ चाहिँ मैले टक्क लगाएर त जङ्गलतिर आएको छु होइन। क्यामेरा कति हालिन्छ त्यो जङ्गलतिर आएर चाहिँ होइन विथ हाम्रो बाख्राको साथमा। अनि आज चाहिँ म फुल्ली टाइम चाहिँ कोठालो भनौँ न, कोठालो छु होइन। अनि बाख्राहरू चाहिँ टक्क लगाएर लिएर चाहिँ मैले जङ्गलतिर गएर चाहिँ चराउनु पर्ने हुन्छ होइन। हेर्नुहुन्छ मेरो बाख्राहरू छ यिनी चाहिँ हाम्रो बाख्राहरू जुन चाहिँ हाम्रो बाख्राहरू होइन। मैले चाहिँ यहाँदेखि चाहिँ बाख्रा होइन टक्क लगाएर माथि ल्याइसकेँ। म चाहिँ जानुपर्ने हुन्छ तल्लो बाटो, किनकि मलाई भइसक्यो एकदमसँग घाम। अनि मैले चाहिँ के गर्छु अब नुहाउँछु। सो म चाहिँ यतिखेर गुवा लगाएर चाहिँ नुहाउँछु भन्ने ठाउँ चाहिँ यही हो होइन। अब मैले यो पानी नुहाउनु पर्ने चाहिँ हे मैले थाहै थिइनँ यस्तो पानी आउँछ भन्ने कुरा त। यस्तो पानी आउँछ भने थाहा भएन, हुनै थिएन। क्या रौँ अब यसो नुहाउँ है त। अब के गर्नु, अब यही बाटो पनि नुहाएर जुगाड गर्नुपर्ने हुन्छ। सो अब चाहिँ यसो सिधातिर बसेर कपाल सपाल मिलाउँदैछु। अब चप्पल सप्पल बनाएर टक्कलाई जानुपर्ने हुन्छ। सो कुरो के भनेपछि चाहिँ अहिले चाहिँ टक्कलाई म चाहिँ काफल गुरु देखेँ होइन। यत्रो समयपछि आयो, काफल होला नि कि नहोला नि त्यस्तो गएर हेर्नु पऱ्यो। ओके लेट्स गो। गएर काफल हेरौँ भने के गर्छ झन् सुन्ने छैनन्। बाख्रा मैले यतितिर हान्ने कता गएँ। लेट्स गो। सो यहाँनिर चाहिँ मैले काफल दाना देखेँ होइन। यहाँ हुन्छ टपक्क टिपेँ र काफल खाएँ। ठिकै रहेछ होइन। टक्कलाएर अरू पनि देखाएको छु, 2-4 दाना टक्कलाएर काफल खानु पर्ने हुन्छ। ल मैले चाहिँ यस्तो हाङ्गन टेकेको छु होइन। यो भाँच्यो भने चाहिँ सिधै ऊ तल सिधै गएर चुइकिने। अनि यहाँदेखिको भ्यू चाहिँ ल मलाई खासै दामी त लाग्दैन, त्यही हेर्नु यस्तो देखिन्छ होइन। रातो घाँस भनेको रातो घाँस चाहिँ हेर्ने, रातो घाँस चाहिँ मलाई पनि कति देखिन नि काफले। म चाहिँ रियलमा देखिरहेको थिएँ यहाँ के भयो। अनि यहाँदेखि चाहिँ टपमा जानुपर्ने हुन्छ हामी होइन। यहाँदेखि तलतिर चाहिँ सिधै गएर महतको च्यानो तल सिधै महत छ निचे यस्तो छ। ल सो मैले चाहिँ काफल खाएर पनि तल झरिसकेँ होइन। यति खाइयो दियो लगभग 1 घन्टा 8 घन्टा चाहिँ थिएँ म यहाँ उफ्रो बसेँ होइन। 1-1.5 घन्टा चाहिँ म यहाँ उफ्रो रुम बसेर चाहिँ काफल खाएँ होइन। अब चाहिँ बाख्रा कता छन् के कता छन् बा चोर्नु गए त्यही थाहा छैन। कर अब जानुपर्ने हुन्छ। लगभग 1-1.5 घन्टा बसेको म यो रुखमा। काफल पोरो जस्तो खाइएन खानु ल, त्यो पनि जे खाइयो अगाइयो। यतिकै भने चित्त बुझ्यो मतलब काफल मन भरेर ल्याइयो होइन। अनि यतिखेर चाहिँ बाख्रा चाहिँ कहाँ पुगेँ कहाँ होइन थाहै छैन। म चाहिँ पुरै डराइरहेको थिएन बाख्रा कता गएँ के भनेर। बाख्रा चाहिँ धेरै टाढो गएर चाहिँ त्यहीँनिर रहेछ। हाम्रो बाख्रा चाहिँ ऊ त्यहीँनिर चाहिँ क्यामेरा क्वालिटी अब के अब यस्तै छ होइन। आइफोन होइन केही नै यहीँनिर छन् होइन। सो अब चाहिँ म बाख्रामा जानुपर्ने हुन्छ होइन। एकदमसँग यहाँ त्यो भइसक्यो, रात पर्लाइसक्यो होइन। घामसम्म बुझ्छ कि यतातिर। अब चाहिँ जानुपर्ने हुन्छ बाख्रा न परेर चाहिँ दिनु पऱ्यो होइन त उताबाट। यस्तो उज्यालो लाइटिङ आइरहेको छ यतापट्टि त्यही हो। र अब बाख्रा ल्याउनु जानुपर्ने चाहिँ हो माथि घारी नै हो होइन। कसम बाख्रा हेर्नु पऱ्यो। म जानुपर्ने चाहिँ उता माथि माथि खोलाको टपमा। त नआए के हो नआए त त्यो हुनु पर्छ ल माथिहरू भेट्छ। सो म चाहिँ होइन लगभग बराबरै हुन लाग्यो होइन। यति माथि आएँ बाख्रा त्यहीँनिर हुनुपर्ने हो होइन। माथि डाँडबाट झरेर बाख्रा त त्यहाँ बाहिर छन् यार। यस्तो पानी पर्ला यहाँ हालत खराब भएको छैन। फ्लोर पानी पर्ला होइन, बादल पुर लागेको छ, पानी पर्न आइसक्यो। यत्रो उकालो त गाडी अब फेरि अझै माथि जान्छ।
सास पर्यो हौ सास पर्यो के दुःख हो के दुःख मर्छ होला हौ यस्तै भने त अनि यहाँबाट चाहिँ हेर्छ भ्यू चाहिँ यहीँनिर होइन टक्क यहाँबाट चाहिँ सबै देखिन्छ बाहिर त पानी परिसकेको छ त्यहाँनिर त पानी पुरै परिसकेको छैन यस्तो चाहिँ भ्यू अब चाहिँ हामी सिधै पारि जामै पाऱ्यो त्यो बाख्नेर सत्य जामै म जाने बाटो फेरि कहाँ बाटो मान्छे त्यो यहाँ जाने यहाँ खोल जाने खोलाबाट माथि जाने माथि उग्लेर त्यही बाटो बाटो त्यहाँ त्यो मेरो रास्ता यहाँनिरदेखि भ्यू चाहिँ यो सो यति बेला चाहिँ म लगभग आइसकेँ होइन यहाँदेखि हेर्नु त तलतिरको भ्यू अनि म अघि न आज यहाँ तलबाट होइन यति माथि आइसक्यो होइन अनि यहाँमा चाहिँ 1 मिनट सिधै गेम फिनिस र सो है चौथा चाहिँ डह्रो पाइहाल्छ नि फेरि यसपालि होइन फ्यान हुन्छ त्यतिर को च्यानलमा चाहिँ कमेन्ट भए यो होला बहुत टेस्टी हुन्छ फाइनल बाख्रा चाहिँ यतिपट्टि रहेछ मैले भेट्छु क्या तर कुरो के भन्छ फेरि चप्पल छिन्नेको यार यस्तो भिडमा खै पानी परेर यहाँ तनाव चल्टो यस्तो डाँडा माइन कराउनुको मजा फेरि यस्तो बेग्लै हुन्छ नि चप्पल फेरि अहिले खुसिनु भयो त्यसका बाजेर सो अहिले चाहिँ म रोड लोटे होइन मान्छे रगत आइरहेछ आज डल्लै दर्छ होइन यतापट्टि धरो चोट लाग्यो यता पनि हल्का हल्का लागेको छ यता उल्लोतिर यता हात पुरै पुरै बाहिर जानु म चाहिँ ऊ त्यहाँ माथिबाट त्योबाट सिधै खसेर यहाँ लड्छ यहाँ आइपुगेन एकछिनसम्म केही बोल्नु सकिँदैन अहिले बल्ल बल्ल चाहिँ यहाँ अनुहारमा हल्का चोट लाग्यो अनुहार बजे के गरेर के गरेर हात पुरै धस्या चाहिँ यस्तो भएछ खुट्टा यहाँ डह्रो चोट लाग्यो होइन कन्नाहरू पनि पुरै धसिरहेको यहाँ पन्ध्र यता कन्ना पनि पुरै दुखेर छ नि यहाँ हल्का चोट लाग्यो कन्ना पनि पुरै दुखेको छ कन्नातिर पनि पुरै छालको खुल्किहाल्यो ल अहिले भेटौँला सो है अहिले चाहिँ म माथि टपमा पुगेर आइसकेँ हातको हालत अब चाहिँ गएर ड्रेसिङ गर्नुपर्ने हुन्छ अनि यतापट्टि डल्लै ला अब गएर हात धोएर ड्रेसिङ गर्नुपर्ने हुन्छ होइन ल अब चाहिँ ड्रेसिङ गर्नु कसलाई लगेर जाने सँग सोए गाई चाहिँ अहिले चाहिँ म घर पनि आइसकेँ होइन अनि मेरो यता हात पुरै चोट लाग्थ्यो नि त सायद हस्पिटल जाऊँ भन्ने एकल गरेँ एकलमा आएर पुरै हस्पिटल जाऊँ भन्ने लगन लगाइरहेको होइन अब चाहिँ हामी हस्पिटलमा गएर टक्क लगाएर मरमपट्टि गर्छौँ होइन त्यहाँदेखि ड्रेसिङ गर्छौँ यो हामी चाहिँ अहिले नेप्रो बजार जाँदैछौँ होइन यो चाहिँ चौबीको बन्यो यो चाहिँ मलाई चाहिँ लास्टी चोट लाग्छ भने बोकिन घरै आएको थियो अनि म चाहिँ हिँड्नु सक्ने कन्डिसनमा थिएँ नि त त्यो चाहिँ अघि हिँड्दैछ अनि पछि हिँड्दैछु सो त्यही हो अहिले चाहिँ हामी गइरहेछौँ यता त आयो भने उतै जाने कपाल काट्ने पनि काम छ होइन कपाल पनि काटौँ ल मेरो काटा देखेर हल्का जलेछ त्यही हो सो अहिले चाहिँ एकदम रात परिसक्यो होइन म चाहिँ यहाँ पट्टी लाउनु भने गएको थिएँ तर हस्पिटल बन्द रहेछ अनि यसको चाहिँ कपाल काट्यो अनि यतातिर चाहिँ लाइट देखाइरहेको छैन मलाई टक्राएर अनि अहिले चाहिँ यति राति भइसक्यो होइन रातमा अब एकदमसँग हिँड्दा हामी होइन अब बाइक साइक छैन गाडी साइड छैन यस्तै हो लाइफ इज अमेजिङ BMW छ तर चाबी BMW थियो अब के होइन अब यस्तो गाडी चलाउनु मिल्दैन ल सो त्यही हो आजको शुक्रबारको एपिसोड चाहिँ यही हो होइन गेमिङ एपिसोड नभए पनि भ्लगिङ एपिसोड हेरेर माया देखाइदिँदैन होला अनि यो चाहिँ हाम्रो गाउँ होइन हेर्नुसँग चाहिँ एकदम लाइट बालेको छन् एकदम झिलिम त मजाको छन् यो चाहिँ हाम्रो गाउँ हो अनि हेर्नुको चाहिँ को हो यो अनि यो चाहिँ